आजको यस अन्तर्सदनात्मक बिना तयारी वक्तृत्व कला प्रतियोगितामा मैले हाम्रा चारवटै सदनबाट भाग लिनुभएका प्रतिस्पर्धीहरूलाई स्वागत गर्न चाहन्छु। उहाँहरूलाई जोरदार तालीका साथ स्वागत गर्नुहोस्। कुनै पनि प्रतियोगिता सुरु गर्नुभन्दा पहिले सभापतिको जिम्मेवारी ग्रहण गर्नुपर्ने हुन्छ। त्यसका लागि मैले आदरणीय निमा सरलाई सभापतिको पद ग्रहण गर्नु अनुरोध गर्दछु। त्यसैगरी निर्णायक मण्डलको भूमिकामा आदरणीय सकला पण्डित म्याम र पाल्साङ म्यामलाई हार्दिक स्वागत गर्दछु। कृपया सबै प्रतिस्पर्धीहरूले आफ्नो आसन ग्रहण गर्नुहुन म अनुरोध गर्दछु। कार्यक्रमलाई अगाडि बढाउने क्रममा पहिलो वक्ताका रूपमा मैले राहुल भण्डारी रातो सदनबाट बोल्नुहुनेछ। उहाँलाई जोरदार तालीका साथ स्वागत गरौँ। आदरणीय सभाका सभाध्यक्षज्यू, प्रधानाध्यापकज्यू, अतिथिहरू, दूधको दूध र पानीको पानी छुट्याउन पाल्नु भएको निर्णायक मण्डलज्यू, मेरो शीर्षक चाहिँ मलाई मनपर्ने खेल हो। अब समय नदिई यो शीर्षकमा कुरा गर्न चाहन्छु। मलाई मनपर्ने खेल फुटबल हो। फुटबललाई लात्ती हानेर खेलिन्छ। फुटबल मलाई सानैदेखि नै मन पर्थ्यो। फुटबलमा मैले सानो हुँदा एकदम धेरै गोलहरू गरेको थिएँ। यो गेम पहिलादेखि नै खेलिएको हुनाले एकदम चर्चित छ। यो गेम अमेरिका, नेपाल, इन्डिया जस्ता देशहरूमा खुबै खेलिन्छ। यो खेल मलाई असाध्यै मनपर्छ। यो खेलमा मैले धेरैचोटि प्रतिस्पर्धा लिइसकेँ। यो खेल फुटबल म घरमा पनि खेल्छु। यो गेम फुटबल विश्वभरि खेलिन्छ। यो गेम एकदम चर्चित हुनका लागि सबैजनाले यो गेम खेल्न मन पराउँछन्। यो गेममा दुईटा टिम हुन्छ। यो गेम धेरै चर्चित हुन्छ, त्यसैले मलाई यो गेम धेरै खेल्न मन पर्छ। यो गेममा धेरैजसो मान्छेहरू रुचाउँछन्। यो गेममा धेरै चिजहरू हुन्छन्, त्यसैले मलाई यो गेम धेरै मन पर्छ। यही दुई शब्दहरू पल्ट्याउँदै म आफ्नो स्पिच बन्द गर्न चाहन्छु। धन्यवाद। दोस्रो वक्ताको रूपमा हरियो सदनबाट सायस अर्याललाई म जोरदार तालीका साथ स्वागत गर्न चाहन्छु। यहाँ उपस्थित गुरुवर्ग, निर्णायक मण्डल र मेरा प्यारा साथीभाइहरूलाई मेरो हार्दिक स्वागत। आज भइरहेको बिना तयारी वक्तृत्व कला प्रतियोगितामा म सायस अर्याल 5 खको हरियो सदनबाट बुबा शीर्षक लिएर आइसकेको छु। हामीलाई आमाले जन्म दिनौ तर कर्म दिन भनेपछि बुबा नै हुनुहुन्छ। आज यहाँ हजुर बसिरहनु भएको विद्यार्थीहरू, हजुरहरूले पैसा तिरेरै बस्नुभएको हो, फी तिरेरै बस्नुभएको हो। त्यो फी हजुरहरूको बुबाले तिर्नुहुन्छ हो कि होइन? हो। हाम्रो बुबाले जति हाम्रो लागि गर्नुभयो त्यसलाई हामीले केही कुराले पनि साट्न सक्दैनौँ। यहाँ हाम्रो बुबाले यस्तो हामीलाई यति माया गर्नुहुन्छ कि हामीले भन्न त दुनियाँको केही चिजले पनि सक्दैनौँ। हाम्रो बुबाले हाम्रो सुरक्षाको लागि नि कति गर्नु भएको छ। हामी जुन घरमा बसिरहेको छौँ त्यो घर कसले बनाउनु भयो? बुबाले। भाडामा बसिरहनु भएको छ भने पनि त्यो बनाउनु भएको छ बुबाले हो कि होइन? हाम्रो बुबाले हाम्रो लागि गरेको कुरा त यति धेरै छ, हामीले गर्दाखेरि अनगिनत हुन्छ। हाम्रो बुबाले हामीलाई धेरै माया गर्नुहुन्छ र हामीले पनि उहाँलाई धेरै माया गर्छौँ। त्यसैले हामीले आफ्नो बुबालाई रेस्पेक्ट गर्नुपर्छ। उहाँ बुढो हुँदा, उहाँ वृद्ध हुँदा
पनि हामीले उहाँको सत्कार गर्नुपर्छ। सानो हुँदा उहाँले हामीलाई धेरै माया गर्नु र हामी ठुलो हुँदा उनै बुबालाई घरबाट निकाल्ने गर्छौँ। त्यस्तो गर्नु भएन। यति भनी म आफ्ना 2 शब्द टुङ्ग्याउन चाहन्छु। धन्यवाद। त्यसै गरी तेस्रो वक्ताको रूपमा पहेँलो सदनबाट कृतुश्री बस्नेतलाई म यहाँ अगाडि बोलाउन चाहन्छु। हार्दिक स्वागत गर्नुहोस्। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, यो प्रतियोगिताको अध्यक्षज्यू र यहाँ दुधको दुध र पानीको पानी छुट्याउनका लागि बस्नुभएको हाम्रा निर्णायक मण्डलज्यू र मेरा मित्रहरू र मेरा दाजुबहिनीहरूलाई धेरै धन्यवाद गर्न चाहन्छु। र अब केही ढिला नगरिकन म मेरो छोटा शब्दहरू तपाईँ सामु प्रस्तुत गर्न चाहन्छु। र आज मेरो शीर्षक रहेको छ मेरो विद्यालय। विद्यालय भनेको शिक्षाको भण्डार हो। शिक्षा बिना मानिस असल हुँदैन। शिक्षा नै मानिसको जीवनको एक महत्त्वपूर्ण भाग हो, जसका लागि हामी सबैजना यहाँ विद्यालयमा छौँ त होइन त? हो। यसै गरी विद्यालयमा धेरै कुरा हुन्छन्। विद्यालयमा पढाइ हुन्छ, खेलकुद हुन्छ, अन्य प्रतियोगिता हुन्छ। शिक्षाबाट हामीले आफ्नो जीवन बनाउन सक्छौँ। जीवन बनाउनका लागि हामी विद्यालय आएर धेरै मेहनत गर्दछौँ। यहाँ सबै चिजको महत्त्व हुन्छ। साथीहरू, शिक्षा अनि अनुशासन पनि यहाँ नै सिकाइन्छ। अनुशासन पनि महत्त्वपूर्ण भाग हो। र विद्यालय धेरै प्रकारका हुन्छन्। सरकारी विद्यालय, प्राइभेट विद्यालय। हामी सबै विद्यालयमा राम्ररी मेहनत गरेर पढ्नुपर्छ, लेख्नुपर्छ र ठुलो मान्छे बनेर नाम चिनाउनुपर्छ भन्ने मेरो भनाइ छ। यस 2 शब्द यहीँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद। उपस्थित निर्णायक मण्डलज्यू, गुरुवर्ग र मेरो प्यारा दाई, दिदी, भाइ बहिनीहरू र साथीहरूलाई मेरो न्यानो अभिवादन। म कक्षा 6 क की छात्रा अक्षिता घिमिरे हजुरहरूको सामु आज मलाई मनपर्ने परिकार भन्ने विषयमा आफ्नो भनाइ र विचारहरू व्यक्त गर्न गइरहेकी छु। अब हाम्रो यस अमूल्य समयलाई खर्च नगर्दै म आफ्नो भनाइ र विचारहरू व्यक्त गर्न अनुमति चाहन्छु। मलाई मनपर्ने परिकार भनेको खाना हो, खाना भनेको परिकार हो। मलाई स्वस्थ खाना खान मनपर्छ। स्वस्थ खानामा धेरै भिटामिन, प्रोटिनहरू पनि हुन्छन् जसले हामीलाई स्वस्थ बनाउँछ। हामीले घिरम्ला, भिन्डी, आलु र अरू सब्जीहरू पनि खानुपर्छ। यहाँ कसलाई पानी पिउन मन पर्दैन? मलाई त मनपर्छ। हजुरहरूलाई? मलाई धेरै जसो साग मनपर्छ किनभने यसले हाम्रो आँखाको देख्ने शक्ति पनि बढाउँछ र हामीले स्वास्थ्य पनि राख्छ। मेरो आमा बुवाले बारीमा काम गर्नुहुन्छ र मेरो लागि सब्जी पनि ल्याइदिनुहुन्छ। त्यही सब्जी, मेरै बारीको सब्जी मलाई सबैभन्दा मिठो लाग्छ। म अब यति भन्दै आफ्नो भनाइ टुङ्ग्याउन चाहन्छु। धन्यवाद। धन्यवाद अक्षिता। आफूलाई मनपर्ने परिकारको बारेमा राम्रोसँग भनाइहरू प्रस्तुत गरेर जानुभयो। अब ढिला नगरिकन अर्को वक्ता सफल पन्त रातो सदनबाट मैले उहाँलाई बोलाउन चाहे। कृपया जोरदार तालीका साथ स्वागत गर्नुहोस्। अनुशासन भनेको विद्यार्थीको पहिचान हो।
आदरणीय यस सभाका सभाध्यक्षज्यू, प्रधानाध्यापकज्यू, दुधको दुध र पानीको पानी छुट्याउन पाल्नुभएका निष्पक्ष निर्णायक मण्डलहरू, उपस्थित गुरुवर्ग साथै उपस्थित मान्यजनहरू र मेरा प्यारा प्रतिस्पर्धी मित्रहरूमा म सफलपन्थी रातो सदनको छात्र न्यानो अभिवादन व्यक्त गर्दछु। आजको यस बिना तयारी वक्तृत्व कला प्रतियोगितामा भाग लिन पाउँदा मैले आफूले नै आफैलाई धन्य ठानेको छु। आजको यस वक्तृत्व कला प्रतियोगिताको मेरो शीर्षक रहेको छ मेरो मिल्ने साथी। अब ढिला नगरी म आफ्नो शीर्षकतिर लम्किन चाहन्छु। साथी भनेको को हो? साथी भनेको हाम्रो दुःख सुखमा साथ दिने मानिस हो। साथी भनेको एउटा यस्तो मान्छे हो जसले हामीलाई प्रेरणाहरू दिन्छ। मेरो मिल्ने साथीको नाम हो सुविज्ञा आचार्य। ऊ मेरै कक्षामा पढ्छ। ऊ पढाइमा पनि राम्रो छ भने उसलाई खेलकुद मनपर्छ। खेलकुदमा उसलाई क्रिकेट मनपर्दछ। हामी दुईटा सँगै क्रिकेट जान्छौँ र आउँछौँ। उसलाई मैले पढाइमा सहयोग गर्छु भने उसले मलाई खेलकुदमा सहयोग गर्छ। यसरी हामी दुईजना मिलेर बस्छौँ। उसलाई मोमो मनपर्छ। उसले धेरै मोमो खान्छ। ऊ अलिकति चकचके खालको पनि छ। अब साथीहरू त चकचके भइहाल्छ नि। के हजुरहरूको साथीहरू नि यस्तै छन्? मेरो नि त्यस्तै छ, म के गरौँ? जे भयो नि मद्दत चाहिँ गर्छ। ऊ गृह कार्य चाहिँ कहिलेकाहीँ गर्दैन। त्यही पनि ऊ मेरो असल मित्र हो। उसले हरेकचोटि आफ्नो हरेक कुरा मलाई बताउँछ। उसलाई केही भएको छ भने ऊ आएर मलाई बताउँछ। ऊ अहिले कक्षाको मोनिटर पनि छ। यति भन्दै म आफ्नो 2 शब्द टुङ्गाउन चाहन्छु। धन्यवाद। सफल भाइले निकै राम्रोसँग आफ्नो प्रस्तुतिकरण दिएर जानुभएको छ। त्यसै गरी हरियो सदनबाट आगामी वक्ता आयुष भट्टलाई म अगाडि बोलाउन चाहन्छु। जोरदार तालीका साथ स्वागत गर्नुहुन हार्दिक अनुरोध। नमस्ते सबैजनालाई। म कक्षा 4 को छात्र आयुष भट्ट आज तपाईँहरूको आज निर्णायक मण्डल र मेरा प्यारा भाइ बहिनीको सामु राम्रो बानीको बारेमा भन्न गइरहेको छु। राम्रो बानी। हामी सबैले राम्रो बानी पालना गर्नुपर्छ। हामीले राम्रो बानी पालना गर्यौँ भने हाम्रा छरछिमेकी, शिक्षक आदि मानिसहरूले पनि हामीलाई माया गर्छन्। हामीले राम्रो बोल्नुपर्छ, राम्रो खानुपर्छ। शिक्षकले पढाएको बेला बोल्नु हुँदैन, ध्यान दिएर पढ्नुपर्छ र आदि कामहरू गर्नुपर्छ। हामीले राम्रो बानी विभिन्न ठाउँहरूमा प्रयोग गर्नुपर्छ, जस्तै विद्यालय, घर, खेल मैदान आदि। हामीले कहिले पनि खेल्दा कसैसँग झ्याली खेल्नु हुँदैन। हामीले कसैलाई पनि लडाउनु हुन्न जानी। हामी सबैले राम्रो बानी पालना गर्नुपर्छ। हामीले राम्रो बानी पालना गर्यौँ भने हामीलाई विद्यालय, घर, समाज आदिमा पनि इज्जत मिल्छ। हामी सबैले राम्रो बानी प्रयोग गर्नुपर्छ। हामीले कहिले पनि शिक्षकलाई नराम्रो भन्नु हुँदैन, साथीभाइहरूले नराम्रो भन्नु हुँदैन र कोही पनि साथीसँग नराम्रो व्यवहार गर्नु हुँदैन। हामीले सबैसँग बराबर व्यवहार गर्नुपर्छ। कसैलाई ठुलो सानो भन्नु हुँदैन। यही भन्दै म आफ्नो छोटो र मिठो बिना तयारी वक्तृत्व कलालाई टुङ्ग्याउन चाहन्छु। धन्यवाद। धन्यवाद भाइ आयुष।
त्यसै गरी पहिलो सदनबाट रामशरण विकेलाई अगाडि बोलाउन चाहन्छु। कृपया जोरदार तालीका साथ स्वागत गर्नुहोस्। बन्दैन उज्यालो मिरमिरेमा तारा झरेर नगए, बन्दैन उज्यालो मिरमिरेमा तारा झरेर नगए, बन्दैन देश दुई चार सपुत मरेर नगए। धन्यवाद सञ्चालकज्यू। आजको यस कार्यक्रमका सभा अध्यक्षज्यू, प्रमुख अतिथिज्यू र एक हातमा कलम अर्को हातमा कापी लिएर निष्पक्ष निर्णय गर्ने निर्णायक मण्डलज्यू र गलामा विजयको माला र निधारमा विजयको टीका लगाएर आतुर भएका मेरा प्रतिस्पर्धी मित्रहरू र मलाई ताली बजाएर हौसला दिनका लागि यहाँ उपस्थित भएका यस श्री पुष्प सदन बोर्डिङ स्कुलका स्कुलको कक्षा 6 खण्ड ग को रामशरण विश्वकर्माको तर्फबाट म सबैलाई कोटी कोटी नमस्कार। र आजको यस मिति 2082 साल वैशाख 2 गते शुक्रबारको दिन नेपाली वक्तृत्व कलामा भाग लिन पाउँदा म अत्यन्तै खुसी छु। र आज मेरो यस नेपाली वक्तृत्व कलाको शीर्षक रहेको छ आमा। 4 शब्दले बनेको, 4 अक्षरले बनेको आमा शब्द धेरै नै महत्त्व छ र हामीलाई 9 महिना कोखमा राखेर जन्म दिनुभयो र हामी जन्मेपछि पनि उहाँहरूले हामीलाई हुर्काउनु भयो, खुवाउन सिक्नुभयो र पढाउन सिक्नुभयो र हिँडाउन सिक्नुभयो र यसै गरी उहाँहरूले हामीलाई आफूले खाना नखाएर पनि हामीहरूलाई खाना खुवाएर बचाउनु भयो र उहाँहरूलाई हामीले दुःख पर्दा हामीले सहयोग गर्नुपर्छ र उहाँहरूले हामीलाई धेरै नै आफ्नो ज्यानभन्दा नि बढी माया गर्नुहुन्छ र आमाले हामीलाई सबैजनालाई विद्यालयमा पुर्याउन आउनुहुन्छ कि नै भन्नुहोस् त। र आमा भनेको हाम्रो जीवनमा धेरै नै महत्त्वपूर्ण हो र हामीले आमालाई धेरै नै माया र उहाँलाई अप्ठ्यारो पर्दा हामीले सहयोग गर्नुपर्छ र यति शब्द भन्दै म मेरा 2-4 शब्द यही टुङ्ग्याउन चाहन्छु। हस्त धन्यवाद, नमस्कार। धन्यवाद रामशरण भाइ, हजुरले निकै राम्रोसँग प्रस्तुतिकरण दिएर जानुभएको छ। त्यसै गरी अब अन्तिम वक्ताको रूपमा नीलो सदनबाट आरोही अधिकारीलाई स्वागत गर्न चाहन्छु। जोरदार तालीका साथ स्वागत गर्नुहोस्। धन्यवाद। आदरणीय यस सभाका सभापति ज्यू, निष्पक्ष निर्णायक मण्डल, मलाई अध्यारो जीवनबाट उज्यालो जीवनतर्फ डोर्याउनु हुने मेरा गुरुवर्ग, दाजुभाइ, दिदीबहिनी तथा मेरा प्यारा प्यारा साथीहरू, म कक्षा 6 ख की छात्रा आरोही अधिकारीको तर्फबाट हजुरहरूलाई न्यानो अभिवादन। यस वक्तृत्व कला प्रतियोगितामा भाग लिन पाउँदा आफूले निकै भाग्यशाली ठानिरहेको छु। जसरी बगेको खोला फर्किँदैन, समयले कसैलाई पर्खिँदैन भने जसरी नै समय एकदम अमूल्य हुन्छ। यो अमूल्य समय खेर नफालिकन अब हामी हाम्रो शीर्षकतर्फ लागौँ र आजको मेरो शीर्षक रहेको छ मेरो परिवार। परिवार भनेको एउटै छानामुनि बस्ने मानिसहरूको समूह हो। परिवार एकल वा संयुक्त हुन्छ। हरेक मानिससँग एउटा परिवार हुन्छ। मसँग पनि एउटा परिवार छ। मेरो परिवार एकल परिवार हो। मेरो परिवार खुसी र सुखी छ। मेरो परिवारमा 4 जना सदस्य हुनुहुन्छ। मेरो बुवा, मेरो आमा, मेरो दाजु र म। मेरो बुवा को नाम लेखनाथ अधिकारी हो र मेरो मम्मीको नाम प्रतिभा रिजाल हो। मेरो दाजुको नाम आदित्य अधिकारी हो। मेरो बाबा शाखा अधिकृत हुनुहुन्छ भने आमा गृहिणी हुनुहुन्छ। मेरो दाइ कक्षा 11 मा पढ्नुहुन्छ।
मेरो बुवा 48 वर्षको हुनुभयो भने मेरी आमा 41 वर्षको हुनुभयो। मेरो दाइ 17 वर्षको हुनुभयो भने म 11 वर्षकी भएँ। मैले मेरो परिवारलाई एकदमै धेरै माया गर्छु। हामी सबैले आफ्नो परिवारलाई एकदम धेरै माया गर्नुपर्छ। यति भन्दै मैले मेरो 2 शब्द यही टुङ्गाउन चाहन्छु। हस्त, धन्यवाद, नमस्कार। धन्यवाद आरोही, हजुरले राम्रो प्रस्तुतिकरण दिनुभयो। हाम्रो विद्यालयमा आयोजित अन्तर्सदनात्मक बिना तयारी वक्तृत्व कला प्रतियोगितामा सबै प्रतिस्पर्धी भाइ बहिनीहरूले आफ्नो प्रस्तुतिकरण दिनुभएको छ। उहाँहरूले आफ्नो क्षमताले भेटेअनुसार र आफूले गर्न सकेको तरिकाले आफूले निकै राम्रो प्रस्तुतिकरण दिनुभएको छ। त्यसकारण उहाँहरू सबैलाई एकपटक जोरदार तालीका साथ सम्मान गरौँ। धन्यवाद सबै हाम्रा प्रतिस्पर्धी भाइ बहिनीहरूलाई। साँच्चै नै तपाईहरूले एकदमै राम्रो आफूलाई आफूमा जति तपाईहरूमा क्षमता हुनुहुन्छ हैन, जति आफूले गर्नु सक्छु भनेर सोचेर आउनुभएको छ, त्यो चाहिँ हजुरहरूले पुर्याउनु भएको छ है। तपाईहरूले एकदमै कोसिस गर्नुभयो। हामीले देख्यौँ, सकला म्याम र मैले हैन, सबैले केही न केही त भनेर आफूले पाएको शीर्षकमा केही न केही कुराहरू चाहिँ राखेर जानै भएको छ। यसको लागि सबै प्रतिस्पर्धी भाइ बहिनीहरूलाई फेरि एकपल्ट जोरदार तालीले हामीलाई उहाँहरूलाई धन्यवाद दिउँ। र यो हाम्रो पहिलो चरणको वक्तृत्व कलामा चाहिँ हामीले के पायौँ भन्ने केही कुराहरू म राख्न चाहन्छु। यो तपाईँहरूको पहिलो खुड्किलो हो हैन। तपाईँहरूले केही न केही त्यहाँ त्रुटिहरू त हामीले आउनै हामीलाई मौका दिनुभएको छ। सर्वप्रथम भाषामा चाहिँ हामीले धेरै त्रुटिहरू पायौँ र अब यो सिक्ने क्रम हो हैन। ऊ भन्नु हुँदैन, उसले भन्नु हुँदैन, उसले भन्नुपर्छ हैन। त्यस्तै कुराहरू हामीले तपाईँहरूले बोल्दा चाहिँ भाषामा चाहिँ अलिकति त्रुटिहरू पायौँ, भुलहरू पायौँ। त्यसको लागि चाहिँ तपाईँहरूलाई त हामीले कन्सिडर गर्नुपर्छ, किनभने तपाईँहरू अहिले पहिलो खुड्किलोमा हुनुहुन्छ हैन। र तपाईँहरूको यो सम्बोधन गर्ने आफूमा भएको क्षमतालाई हजुरहरूले राम्ररी सिकेर आउनु भएको छ है। म्यामहरूले पनि राम्ररी सिकाउनु भएको छ। र आज अचानक अब तपाईँले जुन शीर्षकमा दिएको शीर्षकमा बोल्नु भनेको त एकदम ठुलो कुरा हो कि होइन? एकदम ठुलो कुरा। यो त बिना तयारी वक्तृत्व कला प्रतियोगिता हो हैन। र आजको यस प्रतियोगिता हामीले यो पहिलो चरणको प्रतियोगिता चाहिँ एकदमै हामीले एकदमै के भन्नु, एकदमै सबैले एउटा के पायौँ भने एउटा राम्रो वातावरण जसमा चाहिँ हामी एकदम राम्रो कुराहरू सुन्ने, तपाईँहरूको प्रतिभालाई हैन निहाल्ने मौका चाहिँ एकदमै राम्ररी पायौँ। र पछि भविष्यमा तपाईँहरू साँच्चै नै सबैजना साँच्चै नै एकदम राम्रो बोल्ने एउटा हैन हुन्छ भनेर चाहिँ हामीले आशा गरेका छौँ। र आजको यस पहिलो चरणको अन्तर्सदन विधा तयारी वक्तृत्व कला प्रतियोगिता 2082 सालको यो जुनियर राउन्ड हैन समाप्त भएको छ। र सकला म्याम र मैले हामीले रिजल्ट कति अब तपाईँहरूले अङ्क प्राप्त गर्नुभएको छ, हामीले दिएका छौँ। र यसको समग्रमा पनि हामीले रिजल्ट गर्नुपर्ने हुनेछ हैन। र व्यक्तिगत रूपमा पनि हामीले रिजल्ट तयार गर्नुपर्ने छ। र हामी यसको नतिजा हामी कहिले घोषणा गर्छौँ भने अब आउँदो हप्तामा है, आइतबार कि सोमबारमा चाहिँ एकैचोटि एकदमै हामी एसेम्ब्लीमा घोषणा गर्नेछौँ है भाइ बहिनीहरू। एकदम राम्रो छ, एकदम राम्रो है। सबैलाई धेरै धन्यवाद। हाम्रो यहाँ अडियन्समा बस्नुभएको भाइ बहिनीहरूले पनि एकदमै हैन इन्ट्रेस्टिङ भएर चाख मानेर सुन्नु भएको छ। र तपाईँहरूले पनि पक्कै नै केही कुरा सिक्नुभयो होला हैन। र आज कस्तो लाग्यो त आजको कार्यक्रम? धेरै राम्रो हैन, धेरै राम्रो छ हैन। ल धन्यवाद तपाईँहरूलाई पनि हैन, यसरी धैर्य धारण गरेर आजको कार्यक्रमलाई हेरिदिनुमा, सुनिदिनु भएकोमा हैन धेरै धन्यवाद।